साथीभाइहरू तपाईहरुलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ। र आज चाहिँ हामी चाहिँ हाम्रो चाहिँ छिमेकी जिल्ला नजिकै रहेको चाहिँ एउटा सानो एउटा चाहिँ चौरी खर्कमा जाँदैछौँ हैन। त्यो चौरी खर्क चाहिँ तपाईहरुको लागि चाहिँ एक दिनको राइडको लागि घुम्नको लागि चाहिँ एकदम चाहिँ बेस्ट जग्गा हुन्छ है गाइजहरु। अब त्यहाँ चाहिँ तपाईहरु चाहिँ क्याम्पिङ गर्ने जाने क्याम्पिङ गर्ने यसो घुमघाम गर्नलाई पनि एकदम चाहिँ बेस्ट ठाउँ छ है। त्यो चौरी खर्क चाहिँ कहाँबाट पुग्न सकिन्छ कताबाट जाने भन्नको लागि चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेरेर बस्दिनु होला साथीहरु। अहिले हामी यो दोललघाट बजारमा प्रवेश गरिसकेका छौँ। यो चाहिँ दोललघाट बजार भयो हैन। यहाँ चाहिँ सुनकोसीको माछा लोकल माछा इन्द्रावतीको माछा थरीथरीका चाहिँ माछाको परिकारहरू चाहिँ पाइन्छ हैन। यो बाटो यसो हिँड्दाखेरि चाहिँ यहाँ बसेर चाहिँ आराम गरेर मजासँगले माछा चाहिँ खान सक्नुहुन्छ। बवाल छ खोला अहिले दोललघाट पुल 2023 सालमा बनेको पुल रहेछ यो पनि पुरै जीर्णोद्धार गर्ने बेला भएछ यसको पनि। अहिले त खोला व्यापक आइरहेछ बर्खा सिजन भएर। ल यतापट्टिको यो इन्द्रावती त्यहाँ मिलेपछि इन्द्रावती र भोटेकोसी मिसिन्छ। यो चाहिँ ठ्याक्कै बन्देऊ यहाँनिर बोर्ड पनि छ दोललघाट बन्देऊ। अब यहाँबाट चाहिँ ठ्याक्कै यो देब्रेपट्टि साइड गयो भने चाहिँ हाम्रो चौतारा पुगिन्छ यताबाट। तर हामी चाहिँ अब यतापट्टि 12 बेसी तातोपानी चरीकोट जिरी जाने बाटो चाहिँ हामी यता जाँदैछौँ साथीहरु। आजको मौसम चाहिँ एकदम सुहाना छ हैन। घाम पनि लाग्यो हैन पानी पनि परे हैन। अहिलेसम्म चाहिँ एकदमै दामी छ मौसम। हरियाली तलतिर नि हरियाली माथितिर नि हरियाली वरिपरि आँखा शीतल भइरहेछ है साथीहरु। यहाँबाट सिधा गयो भने तातोपानी दाहिनेपट्टि गयो भने चरीकोट तातोपानी चिनको नाका बोर्डर जे भन्यो नि। यहाँ चाहिँ अब चाहिँ हाम्रो खाडीचौर बजार भने है गाइजहरु। अहिले चाहिँ हामी आइपुग्यो अहिले। ल खाडीचौर बजार चाहिँ यस्तो छ है। चाइनाभरिका माल सामान चाहिँ सब यहाँनिर आउँछ। यहाँबाट राइट टर्न लिन्छ है गाइजहरु। अब यहाँ राइट टर्न लगाएपछि चाहिँ चरीकोट दोलखा जाने बाटो चाहिँ यतापट्टि है। अब हामी चाहिँ यसरी जान्छौँ। यहाँ पुल छ है। अहिले चाहिँ रङ रोगन गरेर चाहिँ चिटिक्क पारा रहेछ। यो खोला चाहिँ भोटेकोसी खोला। अहिले चाहिँ बाढीले गर्दाखेरि चाहिँ व्यापक आइरहेको छ बाढी। ल पुरै रङ रोगन जारी चाहिँ यहीँ पालो पायलपुर। अब हामी यहाँबाट लाग्यौँ उकालो। अब यहाँबाट उकालो स्टार्ट हुन्छ बाटो पुरै। चाहिँ लामासाङो ड्याम पावर हाउस भएको ठाउँमा हैन। हामी चाहिँ अब यताबाटतिरबाट चाहिँ आएको। अहिलेको मौसम चाहिँ यहाँनिर यस्तो छ। अब हामी चाहिँ जाने भनेको चाहिँ यहाँबाट उयो बाटो यतापट्टि पछाडिको बाटोबाट मास्तिर अब खरीढुङ्गा हुँदै हामी चाहिँ अब चौरी खर्क यहाँबाट जान्छ एकैछिनपछि। यस्तो दामी बवाल छ यहाँ पछाडिपट्टि चाहिँ ल यस्तो दामी छ हैन। भरे जस्तो मौसम छ यहाँ ल। चाहिँ हामी यो ठ्याक्क चाहिँ त्यो सिलढुङ्गा भन्ने ठाउँबाट अलिकति मास्तिर आइपुग्यौँ। यहाँ आइपुग्दा चाहिँ यहाँको अहिलेको तत्कालको मौसम चाहिँ यस्तो चाहिँ पुरै जाडो महिनामा आए जस्तो हुस्सु कुहिरो सब लागिरहेछ। पानी पनि हल्का फुल्का यसो छिट्याउनु लाग्यो हो कि जस्तो लागिरहेछ है। गरिब ठाउँबाट आएको यहाँ आइपुग्दा त जाडो पो हुन थाल्यो अब त। ल लेकाली भेडा बाख्रा पो रहेछ त। खसी हो कान पनि कति लामो यार लमक गर्दै हिँडेको छ। आहा ल अर्को नेता आएछ ओ यार। मुडे बजारमा चाहिँ आइपुगेका छौँ हामी अहिले। छुर्पी पुरै झुन्ड्याएर आइरहेको छ नि हैन। छुर्पी एक्सप्रेस यो चाहिँ मुडे बजार भन्छ नि गाइजहरु। यहाँ चाहिँ विशेषता भनेको मुडेको आलु मुडेको छुर्पी पाइन्छ है यहाँ चाहिँ। अब यहाँबाट उयो दाहिने गयो भने चाहिँ नि यहाँबाट उयो गाडी चल्दाखेरि हो यहाँबाट गयो भने चाहिँ वहाँ सैलुङ पुगिन्छ। ल ठ्याक्कै सैलुङ जाने बाटो चाहिँ यहाँबाट ठ्याक्क राइट सैलुङ। अब हामी चाहिँ यहाँबाट चाहिँ लेफ्ट साइड जाँदैछौँ। यहाँबाट गएपछि अब हामी माथि खरीढुङ्गा हुँदै चरीकोट अनि जिरी सब जाने बाटो चाहिँ यतैपट्टि है स्याटी भाइहरू। तलबाट चाहिँ हुस्सु उडेर आउँदैछ हुस्सु र खुस्सु। ल खरीढुङ्गा अघि बेला अरू बेला चाहिँ यो पुरै सुक्खा डाँडो नाङ्गो डाँडो छ हुन्थ्यो। अहिले चाहिँ यहाँ पुरै यो मनसुन भएर हरियाली छ है। ल यस्तो बवाल छ है जम्मै खरीढुङ्गा यो म्याग्नेसाइट कारखाना।
आहा ल आँखाले चाहिँ हेरि नसक्नु नभ्याइसक्यो यो सल्लाहको रुख ए भुइँतिर खोइ के हो यो जङ्गली फुल यहाँ पनि त फुल फुल्दो रहेछ त पहेँलो फुलहरू अहिले चाहिँ हामी ठ्याक्कै यो खरीढुङ्गामा आइपुगेका छौँ अहिले यता चाहिँ मौसम यस्तो छ यहाँनिर चाहिँ ठ्याक्कै अहिले यहाँनिर चाहिँ घाम लागिरहेछ अनि यहाँबाट तलतिर चाहिँ यतापट्टि चाहिँ पुरै कुहिरो हुस्सु यहाँ तलतिर पुरै कुहिरो लागिरहेछ है यो चाहिँ अहिले दोलखा जिल्लामा पर्छ यो चाहिँ ल ठ्याक्कै यहाँनिरको यहाँबाट हेर्नु त यतापट्टि पुरै बादल यहाँबाट यतापट्टि चाहिँ यसरी अलिअलि भयो नि उज्यालो उज्यालो छ है तर हरियाली चाहिँ व्यापक हरियाली छ यो चाहिँ खरीढुङ्गा भन्ने चाहिँ है तर जाडो चाहिँ जाडो छ है मस्त छ त हौ यहाँ त ए जम्मै खरीढुङ्गा यो व्यापक छ व्यापक यहाँ ल भर्खरैसँग घाम लागिरहेको थियो अहिले फेरि कुहिरो लगाइसक्यो सर होसो लगाइसक्यो यो पोखरी शिव पार्वती पोखरी अब हामी जाने भनेको चाहिँ ठ्याक्कै यहाँबाट यो छ नि यो बोडी हो यहाँबाट अब हामी चाहिँ देब्रेपट्टि उकालो लाग्छौँ चरीकोट खरीढुङ्गा काठमाडौँ भनेर लेखाएको छ अब हामी यहाँबाट चाहिँ सर्लक्क माथिर लाग्छौँ ल फिल्म सिटी जाने बाटो भनेर चाहिँ हो है गाइजहरू चौरी खर्क पनि यहीँबाट जान्छ फिल्म सिटी जाने भने पनि यही हो पहिला चाहिँ यो बाटो पुरै अफरोड ढुङ्गा छापेको थियो अहिले चाहिँ सर्लक्क ढलान गरी वरि अहिले चाहिँ दामी बनाएर रहेछ यो बाटो अलि माथिबाट त पुरै पिच्छ बाटो यो यहाँ चाहिँ ढलान हो होइन है हेर्नुहोस् यहाँ पृथ्वीको 8औँ अजुबा हेर्नुहोस् यहाँ ऊ तलबाट चाहिँ पुरै यहाँ हुस्सु उडेर आइरहेछ यस्तो दामी भइरहेछ है यो डाङडुङ्गे फिल्म सिटी भनेर चाहिँ यहाँनिर 3 किलोमिटर बाँकी छ अझै बाटो चाहिँ पुरै ठाडो उकालो छ चिसो सदाबहार लेकाली हावापानी चाहिँ यहाँ चाहिँ महसुस गर्न सकिन्छ ऊ फुलहरू पनि फुलिरहेछन् यहाँ पहेँला फुल अब यस्ता पहेँला फुल हेर्नु चाहिँ म बुकीपाटन गइरहनु पर्दैन गाइजहरू यहीँ काठमाडौँबाट नजिकै रहेको दोलखा जिल्लामा रहेको यो फिल्म सिटी आउनुभयो भने अनेक थरीका चाहिँ यहाँ चाहिँ वनस्पतिहरू चाहिँ देख्न पाइन्छ ल ओ सानो झरना भने बाहुबली सानो झरना है ल यहाँ बाहुबली सानो झरना हो यस्तो झरना त यहाँ त कति ल फिलिली ए तेरिका ल हेरौँ ओ त्यो डाँडाको टुप्पोमा बाट चाहिँ झरना झरिरहेको छ ऊ वहाँनिर हो हामी माथितिर जाँदैछौँ ए माटो नि यो चाहिँ अन्तर्राष्ट्रिय फिल्म सिटी जाने बाटो हो है हामी त्यहाँ अहिले जाँदैछौँ ल वहाँ माथिबाट चाहिँ झरना झरिरहेछ यहाँ पुरै जङ्गल हेर्नुहोस् न लेकाली जङ्गल यो चाहिँ दोलखा जिल्लामा पर्छ हामी चाहिँ यो चौरी खर्क भन्ने ठाउँमा जाँदैछौँ जाने बाटो चाहिँ यो हो है ल यस्तो बवाल छ यहाँनिर दामी भ्यू बाटो हेर्दै गरौँ है गाइजहरू भिडियो अझै हामी माथि चौरसम्म पुग्छौँ अब यस्तो बवाल छ यस्तो दामी छ ल हेर्नुहोस् यहाँ थरीका यहाँ जङ्गली फुलहरू फुलेका आहा ल हेर्नु त तोरी फुले त फुलिन्छ पहेँलो रोपेकै छ अरे रोपेको ठाउँ गएर त्यस्तो फुल्दैन होला यहाँ यस्तो दामी छ भ्युज हेरौँ है गाइजहरू भ्युज अब मोबाइलमा के अरे यो क्यामेरामा कतिको खिचाएको छ थाहा भएन यस्तो दामी देखिन्छ ल आहा चाहिने जो जिन्दगानीमा भने जस्तो भइछ हौ यहाँ त बाटो चाहिँ अलि कता अलिअलि अफरोड पनि छ अलिअलि अप्ठ्यारो पनि छ हजुर ए है बाटो ए झन्डै छोको यार ल बाटो त सुलिङ गरिदिएर दामी बनाइदिएको रहेछ नि यार ल बाटो चाहिँ कतै चाहिँ
यस्तो छ है गाइजहरू यी अलि चिप्लो खालको छ बाटो चाहिँ अलि विचार पुऱ्याएर हिँड्नुपर्ने खालको छ है बाटो चाहिँ अलिकति अप्ठ्यारो छ बाटो पुरै अफरोड छ अफरोड ठाउँमा चाहिँ दुईजना चाहिँ अलिकति तान्न मुस्किल पर्छ साथीहरू ऐट ओ माइ लर्ड पानी पनि यहाँ आएपछि ठ्याक्कै यहाँ आउनु र पानी छिटाउनु एकैचोटि पो होला जस्तो छ डाङडुङ्गे भन्ने ठाउँमा आइपुग्यो ल साथीभाइहरू ल हेरौँ डाङडुङ्गे ल फिल्म सिटी भनेर ल्याएको छ बोर्ड देख्नु भयो होला होइन फिल्म सिटी हो अब हामी चाहिँ यहाँ चाहिँ एकछिन यसो विचरण गर्छौँ है त ओए जता लगाइने हुन्छ गाइजहरू बाइक पनि ल आइपुग्यो है साथीभाइहरू अझ हामी यहाँ अझै माथि अलिकति थोरै जान्छौँ जुका चाहिँ लाग्छ है गाइजहरू अहिले यहाँ हैट हामी चाहिँ डाङडुङ्गे डाँडामा आइपुगेका छौँ यहाँ फिल्म सिटी यता छ है ठाउँ हेर्नुहोस् चाहिँ नि एकदम खत्रै छ मेरो बाइक यहाँ छ हाम्रो सर एउटा ऊ त्यहाँ हुनुहुन्छ यो चाहिँ पदमजाल भनेको यही है साथीहरू यहाँ चाहिँ यस्तो जडीबुटी पनि पाइन्छ यो हामी चाहिँ चौरी खर्का भने चाहिँ यही हो हामी चाहिँ चौरी खर्का आइपुग्यौँ यहाँ चाहिँ छिनमै पानी पर्ने छिनमै घाम लाग्ने उज्यालो हुने अँध्यारो हुने भइरहेछ यहाँको मौसम चाहिँ अहिले यस्तो छ है अहिले चाहिँ हामीलाई चाहिँ यहाँ पानीले नै यहाँ चुटिरहेछ अलिअलि चाहिँ तर उता चाहिँ अलिअलि उग्रेर चाहिँ छिनमै हुस्सो लाग्ने छिनमै चाहिँ उग्रिने त्यस्तै छ हो साथीहरू यहाँको मौसम चाहिँ अहिले यहाँ चाहिँ ठ्याक्क चाहिँ सबसे बेस्ट भनेको चाहिँ बिहानको समयमा चाहिँ बिहानै आयो भने चाहिँ सर्र फुल्छ है अलिअलि जुका नि लाग्छ लाग्छ फेरि यहाँ घाँसमा त्यति धेरै हिँड्न नि हुँदैन ल यता चाहिँ यस्तो चाहिँ सही छ ल साथीहरू एकदम प्रकृति विचरण गर्नको लागि चाहिँ एकदमै चाहिँ बेस्ट जग्गा छ उपयुक्त जग्गा छ अझ हामी तपाईँलाई चाहिँ यो माथिको यो चाहिँ डाँडा गएर अझ एकछिन मौसम यसो क्लियर हुन्छ कि देखाउँछौँ साथीहरू यहाँ पनि रङ्गी फुलहरू फुलेका छन् यस्तो यो फुल ल यस्तो फुल त यहाँ त कति चाहिँ अहिले चाहिँ हामी ठ्याक्कै यो चौरी खर्काको चाहिँ एकदमै उच्च स्थानमा आइपुगेका छौँ यहाँको मौसम चाहिँ अहिले एकदमै पुरै लेकाली मौसम छ यहाँ चाहिँ थरीका यसरी चाहिँ जातका चाहिँ फुलहरू बुट्यानहरू देख्न सक्छौँ हामी होइन एकदम अचम्मका चाहिँ फुलहरू चाहिँ यहाँ फुलेका छन् पहेँला यस्तो पनि फुल्दो रहेछ हेर्ने हेर्ने यस्तो फुल पनि फुल्दो रहेछ सेतो फुल रातो फुल अनि यो फुल यो के फुल हो यो है यस्तो फुलहरू देख्न पाइन्छ यहाँ चाहिँ यस्तो बवाल चाहिँ ल एकदमै हाइकिङ क्याम्पिङ वान नाइट स्टेको लागि चाहिँ यस्तो बवाल चाहिँ होइन आफै टेन्ट लिएर आएर मजासँगले चाहिँ यहाँ चाहिँ बस्न सकिन्छ फोहोर चाहिँ फेरि गर्नु पाइएन होइन फोहोर गऱ्यो बियरको बोतल फुटायो भने चाहिँ फेरि पुरै सख्तभन्दा सख्त भाटे कारवाही हुन्छ यहाँ चाहिँ त्यस कारणले गर्दा चाहिँ आउने घुम्ने जाने प्रकृतिको आनन्द गर्ने घुम्ने फोहोरहरू नगर्ने है त यस्तो दामी छ कि लानु चाहिँ फुलै फुल अलिकति धेरै चाहिँ अब लेक भनेको यस्तै त नि कुहिरो सुहिरो लाग्छ घरि घाम लाग्छ घरि कुहिरो लाग्छ घरि पानी पर्छ साथीहरू
साथीहरू यो चाहिँ हामी फर्किँदाखेरि बलेफी भन्ने ठाउँमा चाहिँ पहिरो गएको अवस्था रहेछ। त्यस कारणले गर्दाखेरि यो मनसुनमा चाहिँ कतैतिर यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ अलिकति सुरक्षित भएर चाहिँ यात्रा गर्नुहोला। मन्दिरमा छु, मन्दिरबाट डेन्जर